Hello everyone, welcome to my YouTube channel New Day New Vlog. I'm back at the Regina Sunar 505 vlog ma. Alright guys, आज मेरो भदै चाहिँ बिते जानलाई आइसक्नु भएको छ। दुवै जना मेरो भदैहरुलाई रिसिभ गर्न म गएको थिए कलंकी र आज म चाहिँ छोड्न जाँदै छु एयरपोर्ट। त्यो भन्दा अगाडि चाहिँ मैले मेकअप पनि गरिरहेको छु गाइस। आज के गरे के भयो भन्ने कुरा ब्लगमा हेर्नु हुनेछ तपाईहरुले बाँकी चाहिँ। अनि यसरी स्कुटरमा हामी हिँडिसक्यो। यहाँनिर वेटिङमा हुनुहुन्छ मेरो भदै चाहिँ जानलाई है। अब परदेशी मान्छे अनि अलिकति स्याड पनि धेरै भइराख्नु भएको थियो तर मैले चाहिँ अब किन स्याड भएको भन्यो भने झन् मान्छे भावुक हुन्छ त्यसै कारणले गर्दा उहाँ स्याड भएको जस्तो। आज चाहिँ म छु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिँ रहेको छु गाइस। ओके लुक एट मी अल भिडियो ओके छु गाइस। तपाईले आज मेरो ब्लग सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुपर्ने हुन्छ। यो चाहिँ रहेको छ हाम्रो नेपालको इन्टरनेशनल एयरपोर्ट। मेरो जेठो भदै चाहिँ आफ्नो भाइको लागि सामान राख्ने स्टेसनरी लिएर आउँदै हुनुहुन्छ। आइसक्नु भएको छ। आफ्नो दाजुभाइको माया कति हुन्छ भन्ने कुरा चाहिँ यहाँनिर तपाईले देख्न सक्नुहुनेछ। गर्मी एकदमै थियो, पानी पनि पिइरहेको छ। अनि आफ्नो वाइफलाई चाहिँ पुस्तकारी र छुर्पी काठमाडौँको अनि इमली चाहिँ लैदिएर जानु भनेर आफ्नो व्यस्ततामा पनि परदेश जाँदै गरेको श्रीमानले चाहिँ मेरो प्यारो भदै कान्छो भदैले चाहिँ आफ्नो दाइलाई 1000 रुपैयाँ दिनुभएको छ। आफ्नो वाइफलाई चाहिँ खानेकुराहरू लैदिएर जानु होला भनेर कति माया। अनि यहाँ फोनमा पनि कुरा गरिराख्नु भएको छ, घरिघरि आफ्नो फोन पनि हेरिराख्नु भएको छ। फाइनल मेरो जेठी भदैनी बुहारी चाहिँ आइसक्नु भएको छ। उहाँलाई पनि मैले वेलकम गरेँ। मेरो लागि कति धेरै सागसब्जी पनि लिएर आउनु भएको थियो। थ्याङ्क यू सो मच। अनि हाम्रो फ्यामिली हामी 4 जना चाहिँ भेटघाट गरिसकेको छौँ काठमाडौँ इन्टरनेशनल एयरपोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट भित्र चाहिँ अहिले हामी छिरेका छौँ र यहाँनिर बसेर मैले भिडियोहरू कैद गरिरहेको छु। अब चाहिँ हाम्रो भदैलाई बिदाई गर्ने पालो आइसक्यो। अनि आफ्नो दादाले चाहिँ खादाहरू लगाएर अनि यसरी चाहिँ बिदाई गर्दै हुनुहुन्छ। मन भारी भएको छ, हामी सबैजनाको मन चाहिँ भकानिएको छ तर पनि हामी चाहिँ आँसु झारेनौँ। यात्रा गर्दै गर्दाखेरि आँसु झार्यो भने कति यात्राहरूमा सफल हुँदैन, मान्छे जाने मान्छे झन् उदास हुन्छ भनेर हामी चाहिँ रोएनौँ। अनि यसरी नेपाली झन्डा पनि लगाइदिनु भएको छ आफ्नो भाइलाई, यसरी लिनुभएको छ। हेर्नु न दुई भाइ जुम्ले जस्तै छ है। मेरो भदैहरू कति राम्रो छ देख्नुभयो गाइसहरू। कसैको आँखा नलागोस्, सधैँ यस्तै हाँसी खुसी र सधैँ यसरी मिलिजुली बसेको चाहिँ देख्न पाऊँ मेरो भदैहरूलाई र यसरी सधैँ प्रगति र उन्नतिको शिखरहरूमा पुगेको पनि देख्न पाऊँ। आजको साउदीको यात्रा चाहिँ मेरो कान्छो भदैको चाहिँ एकदमै राम्रो होस् सेकेन्ड यात्रा। मेरो जेठी बुहारी भदैनी बुहारी चाहिँ जाँदै हुनुहुन्छ खादा लगाउनलाई, यसरी खादा चाहिँ लाउँदै हुनुहुन्छ है। आफ्नो कान्छो देवरलाई बिदाई गर्नको लागि आफ्नो व्यस्ततामा पनि आफ्नो ठुली भाउजू चाहिँ यसरी एयरपोर्ट आएर खादा लगाएर बिदाई गरिसक्नु भएको छ। अनि यसरी 3 जनाको फोटो पनि लियो 3 देवर भाउजूको। अब पालो चाहिँ मेरो रहेको छ ल गाइस। म चाहिँ मेरो भदैलाई खादा लगाएर बिदाई गर्दैछु साउदी यात्राको लागि। आजको मेरो भदैको यात्रा एकदमै शुभ रहोस्, सधैँ प्रगतिको बाटोमा जान सक्नुभएको होस् मेरो भदै सधैँ। अब यति गरिसकेपछि फोटो नलिने भन्ने कुरा त हुँदैन, हामीले फोटो पनि लियो। यसरी उभिनु त लगाइदिएको जसरी भन्नुभयो मेरो भदैनी बुहारीले। अनि यसरी उहाँले फोटो खिचिदिनु भयो, हाम्रो एकदमै राम्रो थियो फोटो है। अनि हामीले यसरी फोटोहरू लियो। अरू पनि परदेश जाने व्यक्तिहरूको फोटो लिँदै हुनुहुन्छ। यहाँ मेरो बुहारीले बिदाईको बेलामा फोन पनि गरिराख्नु भएको छ आफ्नो हस्बेन्डलाई है। मेरो कान्छो भदै र कान्छी बुहारी फोनमा चाहिँ भिडियो कलमा यहाँनिर 3 जना भाउजू दाई अनि त्यस पछाडि भदै अनि त्यस पछाडि फुप्पू यहाँ फोटो खिचिरहेको छ। हाम्रो 4 जना परिवार जस काठमाडौँमा यसरी भेट्यौँ अनि यसरी बिदाई गर्न पायौँ आफ्नै हातले भदैलाई। एकदमै खुसी छु म चाहिँ। अनि रहर थियो आफ्नो फ्यामिलीलाई म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा गएर मेरो आफ्नो मान्छेलाई खादा लगाएर बिदाई गर्न पाऊँ भनेर यसरी मेरो भदै चाहिँ अब भित्र इन्ट्री गर्दै हुनुहुन्छ अनि इमिग्रेसनमा चाहिँ जाँदै हुनुहुन्छ। अनि यहाँनिर भाउजूले आँखाभरि आँसु त लिनुभएको थियो तर म चाहिँ मुसुक्कै हाँस्दै, त्यसै कारण गर्दा हाँस्नुभयो। अनि आफ्नो दाइले चाहिँ डकुमेन्टहरू चाहिँ यसरी राख्नुपर्छ, इमिग्रेसनमा कहिलेकाहीँ कहाँ छ डकुमेन्ट भनेर अट्टाउन सक्छ, पछाडि लाइन धेरै हुनसक्छ। त्यसै कारणले गर्दा पूर्व तयारी गरेर डकुमेन्टहरू चाहिँ यसरी सानो पर्समा राखेर यसरी फ्याट्ट देखाउने सजिलो हुन्छ है भाइ भनेर सिकाइराख्नु भएको छ क्या। आफ्नो भाइलाई चाहिँ माया गर्नुहुन्छ नि त आफ्नो दादाले, कति माया है आफ्नो दादाको आफ्नो भाइप्रति। हेर्नु त सानैदेखि नै धेरै नै माया छ उहाँहरू दुवैजनाको र जिन्दगीभर यस्तै माया भइरहोस्। मेरो भ्युजरहरू र म लगायत हाम्रो सम्पूर्ण युट्युब फ्यामिली यही कामना गर्नेछौँ। ओके गाइस।
फाइनली मेरो भदै चाहिँ लागिसक्नुभयो, बाई बाई गर्दै निस्किसक्नुभयो। एकदमै नराम्रो लागेको थियो, मैले पनि बाई गरेँ। अनि यसरी जता जता हिँडिराख्नु भएको छ त्यसरी जबसम्म भित्र इन्ट्री गर्नु हुँदैन, जबसम्म चेकिङ हुँदैन तबसम्म चाहिँ हामी निस्केनौँ यहाँबाट। अब चाहिँ भित्र गइसक्नु भएको छ। अनि यसरी म पनि एयरपोर्टमा थिएँ, अनि यसरी चाहिँ चेकिङ गर्नुभयो। अब त्यस पछाडि भित्र इन्ट्रीको लागि चाहिँ पठाइदिनुहुन्छ सरहरूले हाम्रो, अनि पुलिस सरहरूले चाहिँ अब भित्र पठाउँदै हुनुहुन्छ। अनि त्यस पछाडि भित्र पनि चेक जाँच हुन्छ। अनि यहाँनिरबाट हेरिराख्नु भएको छ दाइ भाउजूले कस्तो हुने हो भनेर, आँखै त्यतै छ है। अब के गर्नु त। अनि सबैजना हाम्रो नेपालमा त्यस्तो भनेको जस्तो रोजगारीहरू पाउँदैन, जानै पर्छ परदेशको लागि। अनि शुभ रहोस् सबैजनाको यात्रा। आज जतिजना पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानबाट चाहिँ यात्रा गर्दै हुनुहुन्छ, हरेकको यात्रा चाहिँ शुभ रहेको होस्। अनि यसरी हेर्नुभयो। अनि त्यस पछाडि अब चाहिँ हामी बिस्तारै फर्क्यौँ। अब भित्र गइसक्नु भएको थियो, हामीलाई भित्र इन्ट्री गर्न पनि दिँदैन। अनि त्यस पछाडि हामी चाहिँ निस्क्यौँ 3 जना, मेरो जेठो भदै, जेठी बुहारी र म फुबु चाहिँ 1 जना। अनि हामी 3 जना भएर अब हामी पनि बिस्तारै निस्किन्छौँ। अनि यहाँबाट जाँदैछौँ। भन्दै हुनुहुन्छ मेरो भाइको यात्रा राम्रो होस् आजको, अनि यही नै छ मेरो शुभकामना भन्दै हुनुहुन्छ मेरो भदैले पनि। अनि यसरी म चाहिँ स्कुटर पार्किङ गरेको थियो, अनि पार्किङमा चाहिँ गएर अब स्कुटर लिएर चाहिँ आउँदैछु। म चाहिँ अगाडि वेट गरिरहेको छु। मेरो जेठो भदै र बुहारी चाहिँ आउँदै हुनुहुन्छ। हेर्नु न काठमाडौँमा कति राम्रो फ्लावरहरू फलेको छ क्या अहिले, यस्तो राम्रो पर्पल कलरको फ्लावरहरू फलेको छ। अनि साथै त्यसमाथि मेरो भदैनी बुहारीको ड्रेस पनि यस्तो राम्रो छ, आज डक्टर जस्तै देखिनु भएको छ। तर उहाँ पार्लरवाली हो, डक्टर होइन गाइस। एकदमै राम्रो सुन्दर। अब भदैनी बुहारीसँग पनि हामी छुट्दैछौँ, उहाँ आफ्नो कामले जाँदै हुनुहुन्छ र हामी पनि आफ्नो कामले दुई भदै जाँदैछौँ। अनि भदैनी बुहारीलाई पनि फाइनली बाई बाई गरिसकेको छौँ हामी दुवैजनाले। अनि फेरि साँझ यसरी भेटेर, अनि यहाँनिर हेर्नु न खलासी दाइलाई पनि देखेँ मैले। अनि ठ्याक्कै हामीले यहाँनिर बाई बाई गरिसकेको छौँ उहाँलाई। र साँझ फेरि हामी 3 जना टुगेदर भएर नास्ता लियौँ। आजको भ्लग यत्तिकै राख्न चाहन्छु। खुर्सानी धेरै पिरो भयो मेरो भदैलाई। ओके, वेटिङ फर नेक्स्ट भ्लग। बाई बाई एभ्री वान।